guys, welcome back to my channel. Okay, let me share one of my funny incident that recently happened in my life while I'm taking current. Okay, and this is not sponsored by CZ. I'm just telling that I am eating current. I'm not flexing, guys. No. Okay, let's get started with with the story. Okay, then yesterday अहिले होलीको टाइम छ, फेस्टिभ टाइम छ, अनि त्यहाँबाट टुना पनि आइरहेको छ. सो एभ्रीबडी सबै बाहिर गएको मेरो फ्रेन्ड्सहरू दे आर ब्याक इन द टाउन. सो हामीले 2-3जना साथी मिलेर लेट्स डु गेट टुगेदर, यतिकै भेटौँ न त, वाइ नट, यति पछि आउँछौँ भनेर मैले म त यहीँ छु, म त यहीँ बसिरहेको छु मेरै घरमा. तिनीहरू चाहिँ गेट टुगेदर गरौँ न त, नभेटेको पनि धेरै भयो भनेर त्यो चाहिँ भेटौँ भनेर भनेको थिएँ नि. म त वाइ नट, आइ एम त अलवेज देयर फर लेट मी ग्राब स्पुन. जहिले पनि अग्री हो भनेर अनि हामी भेट्न गएको थियौँ. अनि त्यहाँबाट अनि हामीले कुर्ता वेयर गर्ने प्लान गऱ्यौँ, किनकि होलीको दिन थियो हिजो. अनि कुर्ता वेयर गर्ने प्लान गऱ्यौँ, मेरो साथी लिएर मैले, मेरो बेस्ट फ्रेन्ड लिएर मैले. अनि कुर्तासँग पेयर गर्ने मेरो एउटा चप्पल थियो, हिल्सहरू धेरै दुखाउँछ नि त, सो आई हेभ टु वक द्याट मच. त्यही भएर अनि मेरो एउटा स्यान्डल मेरो साथीले लगाएको थियो. सो आई टोल्ड हर कि ब्रिङ मी द्याट न, म त्यो लाउँछु, अनि अहिले चाहिँ म स्पोर्ट्स सुज लगाएर जान्छु कुर्तामा भनेर भने होइन. अनि त्यसले सी अग्रिड विथ मी कि यप, सी अग्रिड. अनि त्यहाँबाट त्यसले ल्याइदिन्छु आइज नि त लाएर भनेर भने. अनि मैले लाएर गएँ. अनि त्यहाँबाट मैले सोचेको थिएँ कि त्यो मैले अर्को चाहिँ म लिएर आउँछु भनेर. अनि वी डिड द्याट अन्ली. म त्यसको पसल छ, सो त्यसको पसलमा पुगेपछि मैले चप्पल एक्सचेन्ज गरेँ. अनि मैले त्यो मेरो स्पोर्ट्स सुज चाहिँ एउटा ब्यागमा हालेँ होइन, एउटा पोलिथिनमा हालेँ. पोलिथिन प्लास्टिक होइन, उसको पेपर पोलिथिन हुँदैन हो, त्यसमा हालेँ. अनि त्यहाँबाट हामी गफ गऱ्यौँ अनि हामीले प्लान गऱ्यौँ कि लेट्स गो टु बर्गर हाउस अर समथिङ. अनि सबैजना बोलायौँ होइन. अनि त्यहाँबाट गयौँ, वी पार्टिड फर अ वाइल, अनि खायौँ ओऱ्यौँ. अनि त्यहाँबाट आउने बेलामा यु मे थिङ्क कि मैले त्यो ब्याग बिर्सेँ होला भनेर. नो, आई डिड नट. मैले त्यो ब्याग बिर्सिनँ. मैले आउने बेला द्याट ब्याग वाज विथ मी होइन,